छ केटा हो होइन आँप चोर्न गएको थिएँ अघि रिदमसँग होइन घुँडाको अवस्था हेर त पुरा छाला त हेर्ने अवस्था छैन र यो भिडियो इन्जोय गर के छ केटा भाग्दै भिडियो क्यान्सल भयो बिचमा रुक न त खुट्टाएर न त जिन्दगीमा जान्ने यारी आँप आउने यार घुँडा पारि गराउनु भोडेर चाहिँ त्यो जान्नु त पारि हामी हेरेको राख्नु न त तमा घुँडा यहाँ न घुँडा न यार भन्ने कुरा त अब सम्झिने यार लुट्यो लुट्यो यार गर्न ढुङ्गाले हानेन म त बारदेखि हाम फालिदिनु जस्तो लाग्यो नि त तल बिलेट तार छ के गरौँ आउँदा फेरि अन्धकार भिडियो बनाएर भागेको घुँडा बहुत कति लागिरह्यो घुँडा त मुझे बुढे मार्यो आज यस्तोमा त लोटिस हो किन माको मुझे घुँडाएर त यी हेरमा तर मैले देख्थेन होला तर मैले उस बास भाँचे के पछाडि म त हाम फालिदिनु लाग्थेँ थिएँ कसम जिउलाई होला नि ए म घुमेर आउँछु भनेको घुमेर त आएँ भागेमा बुढे देख्यो अनि भुत लोटीको दुई ताली त भिडियोमा नि आयो होला यार आप त यार भोलि आँप चोरेर लग्छु भनेको खुट्टा त कम छ त यार अहिले जाने हो र अहिले त्यो त सामान भित्र राखिदियो होला त्यो जाँड म घर जान्छु किन आउँछस् किन फेरि 2 घन्टा लगाउँछस् तैँले आउनु न आउनु अब जाने कि भयो पुग्छ क्या जान्छ यति लगेको होइन यति तर लास्टमा त्यसै बस्छु होइन राम मलाई खाइनु किन है बनाएको हजुर आफू के बनाउँछ नि गल्का गल्का आउँदैछ गल्का एक गोटा गल्का छ हेरमा बाटो पनि ऊ त्यो घरको चोर्न गएको ऊ त्यो त्यहाँबाट भाग्दै घुँडाबाट थोरै छाला पनि निक्लिसक्यो थोरै खुन पनि आँप यार जिन्दगीमा माङ्गो भन्ने पनि बिर्सिन्छु क्या ओन्ली सी माङ्गोज भन्थे बुढेको माङ्गोज जाने भयो माङ्गो होइन म्याङ्गो दुईवटा लोटे यार भिडियोमा नि आउला कतिचोटि भन्दैछ अब भन्नु घर गयो त यार पुरा प्यान्ट टी सर्ट सब फाल्नुपर्छ छर्दे होइन जता होइन आफै चोरे भए यार लोटे म्याम भोलि भिडियो राख्नु नि होमवर्क गरेन भनेर नसोध्छु होला है प्लिज छरे आप बहुत छाडिदियो यो बडी त बहुत च्याठी चाहिँ यो बडीले त हात उम्रे जति उम्रेको क्या आँप यहाँ कसम उतापट्टि बत्ती गएको लौमा जानियो र अब जान्नुहोस् आफ्नो जानियोस् कहाँ जानियोस् घर अरू चाहिँ बाटोमा गएर भिडियो एन्ड गर्छु होइन कस्ता भयो अगाडि भिडियो बनाएर त मजा आउँथ्यो बिच काट्टी त भाग्दै गऱ्यो मजा आयो